हामी चाहिँ केटाहरू बोलाएर चाहिँ आएर त्यही भएर अङ्कल आएर सिलिचर आएको हामी अनि यो चाहिँ हाम्रो हामीले खाने रेस्टुरेन्टदेखि बाहिर अनि राजा के छ एक्लै एक्लै तानेर छ त हामीलाई त के हामीलाई त चिनो चलाउनु छ भने कि एक्लै एक्लै हानेर त्यही भएर ल देखिसक्छ केटा यो चाहिँ हाम्रो के भन्छ अरे सिलिचरमा छ मैले चाहिँ उतापट्टि चाहिँ हाम्रो यो हस्पिटल भइहाल्यो होइन यहाँनिर बबाल छ हाम्रो रोल्पाको घि चाहिँ मान्छेहरूले भन्छ नि रोल्पा के भन्छ अरे पाके ठाउँ हो गाउँलेहरू यस्तो त्यस्तो हाम्रो तर यहाँ आउनु एकचोटि कति इन्जोय छ हाम्रो रोल्पा भन्ने होइन दादा बबाल छ हामी चाहिँ टक्क लगाएर जाँदैछौँ खासमा अब बाहिर जाँदा त्यही भएर हामी अब यिनीसँग नि अब लास्टमा बसेको होइन अनि उहाँ निराश भइरहनु अब हामी भेट्नु जाउँला सायद अब 1 वर्ष पछाडि त्यसपछि फेरि रैला हान्नुपर्छ राजा त्यही नै हो अब त्यस्तै त छोरा मान्छे भएपछि अब सधैँ भाइ घर बसेर पनि पुग्दैन नि त त्यही भएर त्यही हो हामी भेट्छौँ फेरि अनि त्यसपछि रमाइलो गर्नुपर्छ त्यही नै हो ल त्यसपछि फेरि रैला हान्नुपर्छ राजा त्यही नै हो अब त्यस्तै त छोरा मान्छे भएपछि अब सधैँ भाइ घर बसेर पनि पुग्दैन नि त त्यही भएर त्यही हो हामी भेट्छौँ फेरि अनि त्यसपछि रमाइलो गर्नुपर्छ त्यही नै हो ल हाम्रो गाइजहरू आज चाहिँ होइन टक्क लगाएर यसो साथीहरूसँग भेट भएको थियो अनि हल्का इन्जोय रोमान्टिक्स भिडियो बनाइदिउँ भनेर जस्ट मेरो चाहिँ यो फर्स्ट भ्लग हो सबैजनालाई माया गरिदिनु होला।